हैन अहिले चाहिँ हामी हर्का सम्पाङको यहाँ पार्टी प्रवेश हुन गइरहेछौँ। आज हर्का सम्पाङ चाहिँ काठमाडौँ चाबा हिल तल सिफल ग्राउन्डमा आउँदै हुनुहुन्छ। अनि त्यही भएर अहिले साथीहरू चाहिँ सबै भेला भएर चाहिँ हामी 6-7 जना यहाँ एउटै टिममा चाहिँ जाँदैछौँ। अब के हुन्छ अब तल गएर हेर्नुपर्छ हैन। अनि सबै साथीहरू चाहिँ यहाँ तयार भइसकेको छ। अनि तल आज हामी चाबा हिल जाँदैछौँ। आजको भव्य कार्यक्रम हुनेवाला छ। साथीहरू सबै जय माटो जय देश भइसकेको छ हैन। लेट्स गो गाइज। जय श्रमदान, जय श्रमदान, जय हर्का सम्पाङ। लेफ्ट जानु पर्छ हैन। अहिले चाहिँ हामी आइसक्यौँ यता ठ्याक्कै कार्यक्रम स्थलमा चाहिँ आइसक्यौँ। यो सिफल चौरमा चाहिँ र यहाँ भर्खर सबैजना बेला आउँदै रहेछ हैन। बाइक साइक यहाँ सबैले पार्किङ गरिसकेका छन् हैन। यहाँ जस एकदमै म्यानेजमेन्ट रहेछ हैन। अब चाहिँ हामी भित्र पसिरहेछौँ हैन। जस आजको माहौल चाहिँ एकदमै राम्रो हुनेवाला छ हैन। अब यहाँ मञ्च पनि बनाइसकेको छ हैन। यहाँ एकदमै कट्टर श्रम संस्कृति पार्टीको यो कर्तव्य जय माटो जय देश, जय माटो जय देश भन्नुपर्छ। एकदम मुख्य समर्थक यता भतिज पनि हैन। एकदमै यहाँ जय श्रमदान, हाम्रो श्रमदान श्रम संस्कृति पार्टी सम्पाङलाई यहाँ स्वागत गर्नलाई चाहिँ सबैजना यहाँ लाइनमा बसिसक्नु भएको छ। पुरै माथि नै भव्य भइरहेछन् गाइस हैन। भव्य स्वागत भइसक्यो गाइस हैन। यहाँ फोटो लिँदा फोटो खिच्नु पनि पाएन हामीले चाहिँ हैन। यहाँ रुगा लागिरहेको मान्छे चाहिँ यहाँ जानुगा भल्झेको अवस्था छ हैन। पार्टीका उपाध्यक्ष श्री देवराज तामाङज्यूलाई पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसैगरी पार्टीका जुझारु नेता, युवा नेता, केन्द्रीय महासचिव श्री आर्यन राईज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हर्का सम्पाङ राईको देशभक्ति अभियानले तर यही देशमा बस्ने हामी स्वदेशमै बस्नेहरूले चाहिँ यो देशलाई सम्झेका छौँ कि छैनौँ त? हो। त्यसो भएको कारणले गर्दाखेरि हरेक पल यो माटोलाई यो देशलाई सम्झन सकौँ भन्ने यो गीतबाट हामीले हाम्रो आजको कुरा सुरु गरौँ। यहाँहरू सबैजनालाई धन्यवाद दिन चाहन्छु, हार्दिक सम्मान गर्न चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामी सबै मिलेर अब यो देशलाई बनाउनु पर्छ। यो देशलाई बनाउनु मात्रै होइन, यो देशलाई बचाउनु पनि पर्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यतिखेर देश नेतृत्वविहीन अवस्थामा छ है।
थाहा छैन। एउटा नागरिकको जीव धनको सुरक्षा छैन। दिन दहाडै हामी कुटिन्छौँ, लुटिन्छौँ, ठगिन्छौँ है। यो देशमा तपाईँको छैन। हिजो मात्रै चितवनमा एउटा प्रतिवेदन मलाई प्राप्त भयो। 74 लाख मान्छे सहकारीकै तपाईँको छैन पीडित भएर सहकारीबाट ठगिएर बसिरहेका छौँ। करोडौँको मानिसहरू, हामी करोडौँको सङ्ख्यामा हामी नेपालीहरू ठगिरहेका छौँ। यस्तो ठगिएर बस्नुपर्ने, दबिएर बस्नुपर्ने, रोजगारी नभएको देश, न्याय नभएको देश, कहीँ कतै सुरक्षा नभएको देश, यस्तो देशमा हामी बाँचिरहेका छौँ जुन देशमा आज अभिभावक छैन, नेतृत्व छैन। त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, अब हामी कस्तो नेतृत्व चयन गर्न गइरहेका छौँ भन्ने बारेमा ठुलो बहस छेड्न जरुरी छ। त्यो बहस सुरुवात गरेको छ श्रम संस्कृतिले। म यहाँहरूसँग सल्लाह गर्न आएको हुँ, यहाँहरूसँग सँगसँगै कराउन आएको हौँ, सँगसँगै नाच्न आएको हौँ, सँगसँगै हामी गाउन आएको हौँ। भरे एकछिन हामी नाच्छौँ भने अब केही छैन। तपाईँलाई निराशै निराशा छ। यता हेऱ्यो उदासी, उता हेऱ्यो उदासी, यता हेऱ्यो असफलता। अब हामीले आदरणीय दाजुभाइ दिदीबहिनीहरू, अब हामी माटोतिर हेरौँ। जहाँ हामी उभिएका छौँ त्यो माटो हाम्रो हो। अब त्यो माटोमा रगत होइन, पसिनाको बास्ना आउनुपर्छ। अहिलेसम्म हाम्रो माटोमा रगतको बास्ना मात्रै आइरहेको छ, रगतको तपाईँको गन्ध मात्रै आइरहेको छ। डाक्टर प्रकाश बजेल हाम्रो विद्यार्थीहरूले 10 कक्षा पढ्दा पढ्दैसम्म धान मार्न जानुपर्दछ, मकैको बाटो।